चटपटे खानु पऱ्यो भनेर आएको सबै थोक बन्द भइसकेछ। यो गयो मेरो कटी रोल। हेलो गुड मर्निङ। आज चाहिँ हामी एक ठाउँ जाँदैछौँ। म हजुरहरूलाई पुगिसकेपछि देखाउँछु कहाँ जाँदैछौँ भन्ने कुरा। हजुरहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। आइसक्यो चिया खानु निस्क्यौँ चटपटे खानु पऱ्यो भनेर आएको सबै थोक बन्द भइसकेछ। 8:30 बजेको थियो। हजुरहरूलाई होइन एक ठाउँ लान्छु अनि भिडियो देखाउँछु भनेको थिएँ होइन। हाम्रो चाहिँ प्लान चेन्ज भयो, त्यसको लागि चाहिँ सरी। आज दिनभरि यताउति दौडधुप गर्दा गर्दै दिन बित्यो होइन। अब चाहिँ राति भयो, हामी पनि घर आइपुग्यौँ। अब हामी पनि खाना खानु लागेको। अब हामी खाना खान्छौँ ल। तिमी के खान्छौ? म खान्छौ? उसले खाना चाहिँ खाँदैन कि के ल्यायो भनेर नि। उसले खाने खालको त केही पनि छैन होइन। ससहरू छ। वा मोमो रहेछ। गाँठो परेर स्ट्याप दिन्छु ल। चाहिँ मेरो लागि वा सेकुवा रहेछ होइन। बर्गर हो बाबुको लागि, मेरो छोराको लागि। अनि फ्रेन्च फ्राई बनाएको। फ्रेन्च फ्राई चाहिँ यस्तो भइसकेछ होइन। आउँदा आउँदै फ्रेन्च फ्राई त्यो यस्तो गिलो छ है। यो त मलाई खासै मन लागेन। यहाँ मोमो छ। सबले हामीले चाहिँ आफ्नो आफ्नो चोइसको मगाएको हो होइन। यो काँटा चम्चा छ कि पखालिसकेको छु कि फेरि पखाली छैन भन्नु होला। पखालिसकेको छु। यो चाउमिन हो। हामीले चाहिँ आफ्नो आफ्नो चोइसको मगाएको हो। बोर्ड लागेर राखौँ। आज यति नै। यहाँ ससेस पनि छ है। म छक्क परेँ जस्तै गरेर हजुरहरू पनि छक्क पर्नु होला होइन। बर्गर देखेर केही छैन, न लेटे साग छ, न प्याज छ, न काँक्रा हालेको छ भनेर। बर्गरको चाहिँ यस्तै थियो। अनि फ्रेन्च फ्राई पनि पुरै गिलो क्या गलिसकेको थियो। अनि एउटा सेकुवा, यो गयो मेरो कटी रोल। अब चाहिँ हामी खाना खाएपछि मात्रै भेट्ने ल। सरसफाइ चल्दैछ। हाम्रो चाहिँ खानपिन भइसक्यो होइन। अब हामी सुत्नु जान आँटेको। अब आजतिर नै थाकेको पनि छ। अब म हजुरहरूसँग भोलि भेट्नेछु है त।